आज 2083 ज्येष्ठ 21 गते बिहिबार। मौसम विश्लेषण। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ट्रोफ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था। हाल कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल, मधेस प्रदेश लगायत देशको बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज 2083 ज्येष्ठ 21 गते बिहिबार। आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ। आज राति कोशी र मधेस प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी र मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका 1-2 स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ। चेतावनी तथा परामर्श जारी मिति 2083 जेठ 21 गते बिहिबार। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन तथा आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ। मौसम सम्बन्धी थप जानकारीको लागि सम्पर्क गर्नुहोस्। मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग, बबरमहल, काठमाडौँ। फोन 1155 1014 113113191014113345।